नमस्ते। अहिले हामी बक्रा खोलाको किनारमा छौं र यो ठाउँ मोरङ क्षेत्र नम्बर 1 उर्लाबारीको 1 नम्बर वडा पर्दछ। तपाईहरु देख्न सक्नुहुन्छ, हेर्नुस्, खोला यहाँ छ र बस्ती यहाँ छ। जग्गा जमिन यहाँ छन्, बसोबासको अवस्था यो छ। नदीमा वर्षाद याममा पानीको जल बढ्दै जान्छ, पानीको भाव बढ्दै जान्छ। मानव बस्तीहरू अप्ठ्यारोमा पर्दै जान्छन् र रात नै हाम्रा लागि छ कि छैन भनेर रातभरि नसुतिकन बस्नु पर्ने परिस्थिति यहाँ निर्माण भएको छ। तर राज्य उदासीन भयो, राज्यले हेरेन, राज्यले गरेन। यहाँका नागरिकहरूको आवाज यही बोल्छ। उहाँहरू भन्नुहुन्छ हामी खोलाको धारमा छौं, खोलाको किनारमा छौं। सुकुम्बासीको अवस्थामा राज्यले राखेको छ। न त राज्यको उपस्थिति हुन्छ, न त राज्यको बजेट नै यहाँ हुन्छ। यहाँ खोला करिडर बनाउने भनियो, तर त्यो करिडरको सपना ट्र्याकमा मात्रै सीमित रह्यो। आज यहाँ हामी सुकुम्बासीहरूमाथि र हामी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू, लाल पूर्जा भएका व्यक्तिहरू पनि अनागरिकको जस्तो अवस्थामा बस्नु परेको छ भनेर उहाँहरूको चित्कार छ। देख्छौं हामीले यो ठाउँमा खाने पानीको समस्या छ। हामीले भोग्यौं र हेर्यौं यो ठाउँमा बिजुली बत्तीका लागि पोल छैन। यी र यस्ता समस्याहरूले जकडिएको ठाउँ तपाईहरुले टाढा खोज्न जानु पर्दैन। यो उर्लाबारी क्षेत्रमा नै छ। राज्यको आँखा पुगेन। त्यसैले आज प्रतिनिधि सभाको उम्मेदवारको रूपमा म यहाँ आउँदै गर्दा हरेक टोल टोल घर घर पुगेर यी समस्याहरू पहिचान गरेको छु। यो समस्या पहिचान मात्रै होइन, यसको समाधानको बाटो हामी लिएर आउँछौं। त्यसैले तपाईहरु नातिनु होला। पुरानो राज्य व्यवस्थाका शासकहरूले यी र यस्ता चीजहरू नहेरेकै कारण जेन्जी विद्रोह देशले भोग्नु पर्यो, धन र जनको क्षति बेहोर्नु पर्यो। अब धन र जनको क्षति होइन, मनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएर कामहरू हेर्ने दिन आएको छ। नातिनुहोस्, नडराउनुहोस्, सत्य बोल्छौं, झुट कुरा गर्दैनौं, इमानको राजनीति गर्छौं। एक पटक मत दिनुहोस्, तपाईहरुको विश्वास घात गर्दैनौं। नमस्कार।